हेलो नमस्ते एभ्रिवान गुड मर्निङ। म चाहिँ आज जाँदैछु पार्किङ गाडी लिनलाई है। पानी परेको छ अब। अन्त हिजो यता पार्किङ नपाएर मैले गाडी आज चाहिँ उता राखेको छ होइन। मेरो गाडी चाहिँ यहाँ अगाडि छ ढ्याङ ढ्याङ। हिजो यता पार्किङ थिएन कि कतै पनि होइन, त्यही भएर मैले चाहिँ पार्किङ यता राखेको हो है। पानीले पनि गर्नु गर्यो मेरो गाडी। पानी परेर फाइनली म चाहिँ गाडीभित्र बसिसकेँ होइन। पानी परेर हैरान भइरहेछ होइन बाहिर। चारो जास मौसम चाहिँ यो चाहिँ उता साइडतिर पार्किङ नपाएर मैले चाहिँ यतातिर रन्काइदिएको गाडी होइन। भन्न पुलिसहरूले के नि भनेन, के नि भनेको थिएन, के नि फोन मलाई लागिरहेको थियो। राति फोन गर्छ होला पुलिसहरूले जस्तो लागिरहेको थियो, तर फोन चाहिँ गरेन है। पुलिसहरूले। अब चाहिँ हाम्रो काम सुरु हुन्छ है। म चाहिँ अब गाडी लिएर जान्छु उतातिर गोदामतिर। अहिले चाहिँ म पार्किङमा छु है। अरू के भन्ने र खै। साला उनीहरूको गाडी छोयो भने बिच बाटोमा रोकेर पुलिस बोलाइदिन्छ यिनीहरूले। बाइक राखिदिन्छ कि ठाउँमा हेर्नु त कति सानो ठाउँ छ। यही सानो ठाउँमा यति ठुलो गाडी छिराउनु पर्छ यार। दिमाग खराब बनाउँछ कहिले त। रिस नि उठ्छ अब, रिस उठेर के गर्ने होइन। अरूको ठाउँमा आफ्नो ठाउँ भएको यसो थर्काउनु नि भने, अरूको ठाउँमा कसलाई थर्काउने हो र होइन। अब म बोलेको भयो कि भएन त्यो त थाहा भएन। बोल्न चाहिँ मलाई खासै आउँदैन है। म धेरै बोल्ने मान्छे पनि होइन। यसो आज भिडियो बनाइदिउँ न भनेर मात्रै बोले हो। आइटम रेडी नहीं है। हेर्न सालैहरू हरन बजाउन हतार भइसक्यो अब एकछिन बस्नु हुन्न कि हरन बजाउन हतार हुन्छ कि टक्टर दिमाग खराब गरिदिन्छ। पहिला मैले चलाएको पिकअप चाहिँ है अहिले यो त नयाँ ड्राइभर छ अहिले। यो उठाइराख्ने यो चाहिँ नयाँ ड्राइभर हो। यसले आज म चाहिँ यहाँ पालो चलाउँछ एउटा ड्राइभर छ, अर्को होइन। दुईजना पालै चलाउँछ। मिलेर चलाउनु पऱ्यो के अरे होइन। झ्याउनी लाग्छ त्यसले त गाडी चलाउँछ भने अल्छी लाग्छ बहुत। के गर्ने क्यामेरा चाहिँ यिनीहरूले पक्रेर समातेको छ। सिग्नल पुग्यो अनि अब नेपालमा भयो है। ट्राफिक बसेर यताउता गरिरहन्छ। यहाँ ट्राफिक लाइट छ। ट्राफिक बस्ने जरुरतै छैन होइन। सिग्नल बलिहाल्छ त्यसमै। यहाँ के अरे हामी भएको ठाउँमा चाहिँ सबैभन्दा ठुलो बिल्डिङ भनेको देखिरहेको बिल्डिङ हो कि अरू चाहिँ छैन। त्यस्तो सानो बिल्डिङ हो। काठमाडौँ भन्दा नि गएको ठाउँ हो यो त। यसले विदेश भन्न मिल्दैन। यसले
के भन्ने अब र सबैजना युट्युबमा गएर हेरिदिनु है, सब्सक्राइब पनि गर्नु होला।